सो हे व्हाट्सअप गाइज वेलकम ब्याक टु एनदर ब्लग आई होप आज सन्चै हुनुहुन्छ होला भने अपेक्षा गरेको छु अनि म पनि एकदम ठिक छु अनि आज चाहिँ आज चाहिँ माघी सङ्क्रान्ति हो सम्पूर्णलाई है जसले यो ब्लग हेर्दै हुनुहुन्छ सम्पूर्णलाई माघी सङ्क्रान्तिको धेरै धेरै शुभकामना अनि अहिले चाहिँ म तलतिर जान लागेको अनि अहिले चाहिँ बिहान उठेर मुखसुख धोएर चाहिँ पूजा चाहिँ बाँकी नै छन् अनि चाहिँ अब यहाँ लामा आउनुहुन्छ पूजा गर्नलाई अनि सो त्यही भएर चाहिँ सब ठाउँहरू डेकोरेसन गरेर एकदम बबाल बनाइसकेको छु कोठा चाहिँ त्यही हो अब चाहिँ चिया चिया खाएर तलतिर जानुपर्ने हुन्छ रामी दाइतोतिर सो अलरेडी अहिले चाहिँ यहाँ चिया खाँदैछौँ दुध चिया एकदम मिठो बनेको छ भने बाहिरको नजरिया यस्तो छ अहिले त्यतिखेर चाहिँ यहाँ पानी झरिरहेको छ हाम्रोमा चाहिँ त्यही हो एकदम शीतलहर छ हिजो आज चाहिँ यतातिर देख्न सक्नुहुन्छ शीतहरू अलिअलि लागिरहेको छ यस्तो पाइपतिर अनि अहिले चाहिँ चिया चिया खाएर चाहिँ अब तलतिर लाग्नुपर्ने हुन्छ तलतिर गएर चाहिँ आज चाहिँ के छ भन्दाखेरि आजको प्लान चाहिँ आज त खासै त्यस्तो केही पनि छैन आज तल खसी काट्नेवाला छ अनि खसी काट्ने ठाउँमा गएर सहयोग पनि गर्ने पर्ने छ गाउँघरमा अनि मासु लिएर खाने बस्ने अनि यस्तै त हो नि अनि चाहिँ पूजासुजा हुन्छ हाम्रो घरमा चाहिँ किनकि यो तामाङ घर सबैको घरमा हुन्छ अरूहरूको पनि हुन्छ होला सायद अहिले चाहिँ हाम्रो यहाँ रोटी पोल्नको लागि माटो रे त्यो के पिठो पनि तयारी भइसकेको छन् अनि यहाँनिर भाडा यस्तै तातिरहेको छ गाउँको चुलोमा अनि पकाउने मान्छे चाहिँ यहाँ छ यता हेर त यता हेर लजाएर फर्किहाल्यो यसको नाकमा चाहिँ कालो छ क्या फेरि त्यही देउबाट खोजेको मैले एउटा छड्के लागिहाल्यो त्यही हो अनि यहाँनिर डल्ले भाइ यसरी पसिरहेको छ रुँगेर चिया रुँगिरहेको छ चिया दिए यसलाई अनि अहिले चाहिँ हाम्रो यहाँनिर पनि रक्सी पारिरहेको छन् है देख्न सक्नुहुन्छ पुरानो परम्परा अनुसार रक्सी पार्दै हुनुहुन्छ हाम्रो बाबा अनि यही हो एकदम बबाल तरिकाले रक्सी पारिरहेको छन् है किनकि तामाङ संस्कृति चाहिँ छाड्नु भएन क्या अनि पहिलादेखि नै अब जाड रक्सी पार्ने चलन थियो अब त्यो पनि अब त्यो चलन चाहिँ हुनुपर्छ पित्तरको लागि रे 20 जस्तो जाओस् त लु अब मर्ने मान्छेलाई पनि अब जोस् अब माघे सङ्क्रान्तिमा अब घर तरुल चढाउने रक्सी चढाउने हरेक गर्नु पऱ्यो भगवान्लाई अब परम्पराको थिति मान्नु नै पर्छ नै हामीले अब नातिनी चाहिँ अब मान्छ कि मान्दैन तर हाम्रो लागि चाहिँ अहिले हामी हुन्जेलले चाहिँ हामी मानिरहेको छौँ ओके ल अहिले चाहिँ म तलतिर हिँडिहालेको है रामी दाइ घरतिर एकदम जाडो छ ल नयाँ क्रिटो बिसोपी छोडेछ फेरि छोडिदिए हाम्रो डल्ले पनि गइसक्यो अगाडि एकदम त लाग्छ कि यो चाहिँ दौडिनमा चाहिँ म जहाँ म जान्छ त्यहीँनिर हिँडिहाल्छ मभन्दा अगाडि ल ल ल ल उफ बिहान एकछिन पनि दौडियो यही हो है पहिला मैले माला रुँगेको घर चाहिँ अनि यहाँनिर चाहिँ आज खसी काट्नेवाला छ रामी दाइको घर यो चाहिँ रामी दाइको घर हो अनि त्यो उताको गोरे अङ्कलको घर अनि अहिले यहाँ चाहिँ 2 घर अनि यहाँ 3 घर जस 4-5 घर छ यो एरियामा चाहिँ होइन यस्तो छ अहिले चाहिँ यहाँ जस मासिर भन्दा चाहिँ अलिकति चिसो कम नै रहेछ यहाँतिर चाहिँ अलिकति महसुस गर्दाखेरि चाहिँ है चराहरू पनि मजाले कराइरहेको छन् अनि अहिले चाहिँ म त्यहाँतिर जाँदैछौँ घरतिर है रामी दाइको घरबाट रामी दाइको घरमा आज खसी काट्नेवाला छ तर मान्छे चाहिँ कोही पनि रहेनछ घरमा सायद यहाँ नदेखा होला ल गाइस यही हो है एभोकाडको बोर्डहरू पछाडि देख्न सक्नुहुन्छ एभोकाड अलैँची केराको बोर्डहरू पनि छ यहाँ नजिकै एकदम बवाल छ जोस् बस्नको लागि होइन जोस् एउटा आम परिवार बस्नको लागि चाहिँ एकदम मजा छ किनकि शान्त छ अनि सबै कुराहरू पाइन्छ यहाँ आँप फलफुलहरू सब पाउँछ क्या देख्न सक्नुहुन्छ आँपको बोर्ड पनि छ सुन्तलाको बोर्ड पनि छ केराको बोर्ड अलैँचीको बोर्ड सब छ है एकदम अनि यहाँ चाहिँ कोही पनि रहेनछ यहाँ के हो बस्तु भाउ केही पनि देखिँदैन त यहाँ सायद यो खोरभित्र हुनसक्छ यो भित्र ओ रामी दाइ खै त मान्छे छैन त ओ रामी दाइ ओइ हडाहरू नजुत ओ रामी दाइ के 2 जनाले केलाउँदै हुनुहुन्छ त मान्छे ढिला भइहाल्यो त्यहाँ उता पूजा कोठामा सामानहरू मिलाउन त्यो नै गर्न हात ढिला भयो गाइस अहिले चाहिँ हामी यहाँ चिया खाँदैछौँ अनि यतातिर चाहिँ मासु छोक्दै हुनुहुन्छ दाइहरूले ठुला अनि यहाँ यता खाडोमा बसेर मजा आछ आनन्दसँग सो देख्न सक्नुहुन्छ पहिलाको मालाको बोर्ड चाहिँ यही हो अनि यतातिर चाहिँ खोर्सानीको बोर्ड छ वरिपरि घिरघराउ अनि कुकुरहरू बाख्राहरू एकदम मस्त छ है यहाँनिरको बस्नुको लाइफ चाहिँ जस यत्तिको मजा भएपछि अरू के चाहियो र भन्छ नि यत्तिको मान भयो भने चाहिँ बब्बाल हुन्छ एउटा होइन
अब खाडो बिहान उठ्ने बित्तिकै खाडो बस्यो वरिपरि हेऱ्यो गफ गऱ्यो होइन यस्तो मजा आउँछ नि गाइज एकदम मजा क्या पुरै नगरौँ देख्दै हुनुहुन्छ अहिले चाहिँ हाम्रो खसीको मासु चाहिँ रेडी भइरहेको छ सो गाइज अहिले चाहिँ आइसकेको छ म रामे दाईको गोठतिर अनि गोठहरू चाहिँ यस्तो बवाल बवाल बाँडेको छ यस्तो देख्न सक्नुहुन्छ डोरले है एकदम बवाल हुन्छ अनि वरिपरिको सिन नजरिया यस्तो छ है देख्न सक्नुहुन्छ तपाईँहरूले केराको बोटहरू केरा पनि पसाइरहेको छ मलखाडी यहाँ छ त्यो रामे दाई एकदम मेहनती हुनुहुन्छ ओहो गाईको बच्चाहरू चाहिँ यार के साह्रो क्युट के है गाइज देख्न सक्नुहुन्छ आजा बेटा आजा आजा एकदम क्युट हुन्छ क्या यिनीहरू सानोमा चाहिँ माउ त्यहाँ रहेछ यस्तै छ वरिपरि यहाँबाट तलतिर चाहिँ खोला नजिक छ यहाँबाट चाहिँ 10 मिनटमा खोला पुगिन्छ भने यो चाहिँ खोलाभन्दा अलिकति माथि मात्र छ है रामे दाईको घर चाहिँ एकदम मजा लाग्छ क्या यस यहाँनिर आउँदा हुन त अब सधैँ बस्ने मान्छेलाई चाहिँ बोर लाग्न सक्छ तर मलाई चाहिँ यहाँनिर आउँदा चाहिँ अलिकति खुसियाली हुन लाग्छ क्या खुसी हुन्छ भन्न पर्दाखेरि यहाँ आउँछ यहाँ ओइ नडरा न है बेटुवा अब एक सेल्फी आइसिन आइज यार नडरा न लास्ट डराउँछ क्या यार पिक्चर मैले पहिलोचोटि देखेर होला मैले पनि यसलाई पहिलोचोटि देखेको उसले पनि मलाई पहिलोचोटि देखेको छु क्या गाइस अहिले चाहिँ म घर आइसकेँ घर आएर चाहिँ यहाँ देख्न सक्नुहुन्छ म तपाईँहरूलाई देखाइदिन्छु है अनि मागीको यहाँ कोसेलीहरू छ मागीको अब घरमा बनाएको आलु चाहिँ मलाई त्यति मन पर्दैन होइन त्यही भएर सानो मात्र देखाएको छु अनि यहाँनिर छन् हाम्रो भाइरेमा है हाम्रो आदरणीय बहिनी बाख्रा बच्चासँग फोटो खिच्दैछन् कुकुर पनि त्यहीँ बसिरहेको छ स्कुलमै अनि ताई जागी के छ म त गेममा हराएको होइन सकिहाल्छ नि के सक्दैन त अब फुच्चे माकुरे अस्ति नै मैले कस्टमरमा मासु डेजर्टले वान ट्याप दिएको थिएँ फुच्चे त्यहाँबाट डराएर त थाट के कुरा गर्नु आज 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 अहिले वाइफाई नचलाएर मात्र वाइफाई चलायो भने मैले यसलाई कस्टममा सिधै हराउँदै क्या वाइफाई चलिरहेको छैन अहिले त्यही भएर लुडो खेल्न आएको लुडो खेल्न पुग्यो लेभल चाहिँ अनि लुडोमा पनि भएन भने त देखाइदिउँ देखाएँ यहाँ लुडोमा पनि मैले हराइदिएको फर्स्ट राउन्डमा किन हराएको छैन फुच्चे अस्ति हान्नु बढ्दा बोल्छ फुच्चे आज त्यो घरको छतमा बसेर क्याम्पिङ गरेर हानेर चाहिँ एकपल्ट बिहार ऱ्याङमा त्यहाँबाट ठुलो फुर्ती लाउँछ फेरि फुच्चे नोब्डा मुला बट त्यही हो अनि अहिले चाहिँ भ्यू पनि छ होइन हो त लापा बाख्रा र कुकुरको जुदाइ है ए कुकुरले सिधै मुख हाल्छ घाँटीमा ऊ यस्तो छ बुद्धि अझै बुद्धि आएको छैन बाख्रा र कुकुर जुदाएर बस्छ ऊ यस्तो छ अब के भन्ने गाई चाहिँ यस्ताहरूलाई होइन अब यस्ताहरूले गर्दा देश विकास भइरहेको छैन क्या चप्पल उठाउँछु तपाईँको टोपी चाहिँ कस्तो त हाम्रो त कपाल यस्तै हो के गर्ने कपाल काट्ने हजाम नै गाउँमा छैन तेरो आदिवासीको केटीहरूको हुन्छ त्यस्तो छ तेरो कपाल आदिवासीको जस्तो रे हामी आदिवासी जनजाति त हो नि राउटे भन् राउटे जानु त नि के त्यहाँ नेपालमा आएर बस्या त नि के नेपाल त हो नि सबैको नेपाल त हो नि अनि नेपालमा आएर कहाँ बस्ने नेपाली भएर नेपालमा नबसे कहाँ बस्ने नेपालमा बसेपछि सबै नेपाली हो भन्ने कुरो थाहा छैन भाइलाई के गर्ने भाइलाई अब केही थाहा छैन फुर्ती मात्र बढी लाउँछ हराउने सबै मैले यसलाई हो गेममा हराउने सब नेपाली हो यिनीहरू पनि नेपाली हो नागरिकता चाहिँ अब यसले दिन्छ नागरिकता यसले दिन्छ के म चाहिँ सानो छु त चाहिँ ठुलो छ के बनाइदिनु मिल्छ तिमीले पो बनाइदिने हो त यिनीहरूको नागरिकता म सानो छु मैले कसरी बनाउने आफूले बनाउनु पर्सि त्यो भनिस् भोलि पर्सि त्यो भनिस् भोलि पर्सि के भनिस् आफ्नो ओठ फुट्या रहेछ लिपस्टिक लाउ भने नि मम्मीको ए लाका त्यो तोर्सी कुनारी बोला यहाँनिर चाहिँ घम्सा घम्सी जुधिरहेका छन् है अब कलेज जित्छ बाँकी भिडियो पुरा हेर्दै गर्नु होला अहिले चाहिँ हामी अब हजुरआमा घर जान लाग्यो मामा घरपट्टि हजुरआमा एक्लै हुनुहुन्छ अनि सो हजुरआमा भेटेर जस्तो नि हुन्छ अनि आज सङ्क्रान्तिको दिन पनि हो होइन त्यही भएर चाहिँ अहिले चाहिँ म हजुरआमा भेट्न जान लागेको छन् म र मेरो बहिनीसँग बहिनी नभन्नु दिदीसँग
सुनिरहेको छ भित्र ल गाइस है हामी चाहिँ अहिले खोलाको नजिक आइपुगिसके हिँडेर यहाँ ओह्रालोमा यस्तो छ नि के है यस्तो बाटोबाट जानुपर्ने छ अनि यहाँनिर चाहिँ पुल छ है गाइस यता खोला भइहाल्यो अनि एकदम मस्त छ कपाल काट्नुपर्छ भनेको होइन कपाल काट्ने मान्छे रहेनछ क्या त्यही भएर चाहिँ यो कपाल अलिकति डिस्टर्ब गरिरहेको छ मलाई अनि अरू कुरा के हो खुट्टा गाइस खुट्टा झन्नै उ भएको मर्क्यो यस्तो भइदियो क्या फर्क्यो तर केही छैन ठिक छ अरू सबै अनि यो चाहिँ आफ्नो साथीसँग बोल्दैछन् है गाडीमा नगएको के मुनिबाट आएको मन्थलीको गाडी त छ तर नगएको त्यताबाट गाडी त छ तर गुड्दैन भन्न यहाँनिर छन् अनि पुल यहाँ छ है हामी दुईजना चाहिँ यहाँबाट जाँदैछौँ हो यस्तो हुनुपर्छ क्या पुल गाइस होइन तर कतिपय ठाउँहरूमा चाहिँ यस्तो खालको पुलहरू चाहिँ छैन विगत त्यो दुर्गम ठाउँहरूमा होइन विगतको केही दिनहरूमा चाहिँ म पनि पुगेको थिएँ काठको पुलहरू भएको ठाउँमा चाहिँ यस्तो पुलहरू भएको भए अझ राम्रो हुन्थ्यो त्यहाँको मान्छेलाई एकदम सजिलो हुन्थ्यो होइन तर हाम्रो ठाउँमा चाहिँ यस्तो आएको धेरै वर्ष भएन हाम्रो पनि एकदम अहिले भर्खर विकासको गतिमा अलिकति अगाडि बढेको छ अहिले चाहिँ हामी आइसकेको छौँ यहाँ पानी उम्रिने ठाउँमा त्यो चाहिँ हाम्रो मामा घर जडीपट्टि रोडबाट पर्छ होइन यो रोड चाहिँ पुरा कम्प्लिट भएको छैन क्या त्यही कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ गाईबस्तुहरूलाई बाख्राहरूलाई पानी खानको लागि यस्तो पोखरी जस्तो बनाएको रहेछ थोरै कोटाएर अनि यहाँनिर पहराबाट चाहिँ पानी आइरहेको छन् है तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ पानी छन् है यताबाट चाहिँ पानी उम्रेको छ यो पहरामा चाहिँ त्यस्तो ठुल्ठुलो रुखहरू चाहिँ छैन होइन सानो बिरुवाहरू छ अनि खर घाँसहरू छ चट्यानी यही हो अनि यहाँनिर चाहिँ पानी खाइरहेको छन् पानी चाहिँ यस्तो आउँछ है पानी एकदम पानी प्यास लाग्ने मेरो एकदम बवाल छ है ठाउँ एकदम राम्रो छ मेरो लागि चाहिँ किनकि सधैँ बसिँदैन होइन तर पनि बेलबेलामा आइरहेको छ होइन तर एकदम मनपर्छ क्या यो ठाउँहरू चाहिँ अनि यता वरिपरि देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो मितबाको घर है यो लिम्बू मितबाको घर अनि हाम्रो घर चाहिँ माथि पर्छ यो रुखले थोरै छेक्या छ अनि त्यो माथि चाहिँ शान्ति बजार अनि यतानिर यस्तै छ अनि म तपाईँहरूलाई देखाउँदै गर्छु है त कस्तो देखिरहेको छ भ्यूहरू चरी अब चाहिँ म यहाँ पानी खाँदैछु पानी एकदम चिसो छ प्लस अमरा पनि खाइरहेको छु अनि पानी खाँदा एकदम गुलियो हुन्छ बहिनी खाएको मजा आएन अरे एउटा हातले दुईवटा हातले खानुपर्छ केटा हो हामी मामा घर नजिकै पुगिसकेका छौँ मामा घर पुग्नु लाग्यो कहाँ हिँड्यो भाइ ए बाटो त्यहाँबाट हिँड्यो यहाँबाट हो तपाईँ मामा घर जाने बाटो बिर्सिएको छु यसले गाइस यी उकालो जानु पर्दैन ठ्याक्कै त्यो मामाको आँगनमा पुग्छ नचाहिँदा झुडो अब हेरौँ न नपत्या न त यसले गाइस यसले चाहिँ बाटो बिर्सिसकेको छ यो होइन यो अहिलेसम्म आएको पनि छैन होला सायद होइन अस्ति दसैँमा आएको थियो यसले बाटो बिर्सिसकेको छ यो चाहिँ नयाँ रोड हो क्या त्यही भएर कारणले गर्दाखेरि चाहिँ यो बाटो यस्तो देखेको छ देख्न सक्नुहुन्छ यस्तो छ ठाउँहरू चाहिँ है अलिकति रुखहरू ढल्याएर छ तर पनि केही छैन है गाइस म तपाईँहरूलाई देखाउँछु होइन यो चाहिँ गुन्सल गाउँ है यो गगनपानी भन्छ अनि यहाँ चाहिँ एकदम फेमस मन्दिर यहाँनिर छ माथि टुप्पोमा छ जुन चाहिँ गुराँसी देवीको नामले चिन्ने गर्छ अनि यता तलतिर गाउँहरू छन् है गाउँहरू चाहिँ अलि रुखहरूले छेकिरहेको छ यसले बाटो बिर्सेर मासतिर गइसक्यो म ठ्याक्कै तपाईँहरूलाई देखाइदिन्छु है त त्यो आँगन चाहिँ कहाँनिर ठ्याक्कै पुग्छ भनेर मामा घरमै ठ्याक्कै पुग्छ यो चाहिँ माथिबाट ओर्लिनु खोजिरहेको छ त्यो चाहिँ अलिकति घुम्नुपर्छ र म चाहिँ अलिकति सिधा छु म देखाउँछु है तपाईँहरूलाई को अगाडि त्योभन्दा अगाडि पुग्छु म त्यो देख्न सक्नुहुन्छ यहाँ तलतिर चाहिँ गाउँहरू छ है यो चाहिँ मैरे गाउँ है अनि यता सुरसुम्बा भन्ने यताबाट सुरसुम्बा पर्छ यता मैरे पर्छ त्यही हो होइन त्यो चाहिँ माथिबाट ऊ त्यहाँनिर छ ऊ यहाँबाट यहाँ झर्नुपर्छ क्या आखिर आइपुग्ने एउटा बाटो हो त्यहाँबाट सिधै यहाँनिर है तर अलिकति घुम्नुपर्छ है त्यो बाटो चाहिँ अनि यो बाटो गएर यहाँबाट गएर चाहिँ फेरि यहाँबाट चाहिँ ठ्याक्कै त्यहाँ मामु घर है ल मामु घर पनि पुग्नु थाल्यो ल गाइस म चाहिँ आइपुगिसकेँ मामु घर अनि यही हो मामु घर चाहिँ है अनि यहाँनिर चाहिँ बाँसघाट चाहिँ पहिलाको पुरानो है त्यो चाहिँ त्यहाँनिर आइपुगेछ दिदी चाहिँ होइन बहिनी चाहिँ दिदी चाहिँ त दिदी हो कि बहिनी हो भने त लु आज भ्लगमा कन्फर्म गर म भन्दा दिदी हो या बहिनी हो एकपल्ट प्रश्न भन् त अलि सुन्ने गरी के हो अरे भन् त भन्
बहिनी हो अरे म भन्दा आज यसले फर्स्ट टाइम झुट बोल्यो क्या मेरो भ्लगमा आएर झुट बोलेरै बेइज्जत गर्दै यसले म भन्दा 1 वर्ष होइन 2 वर्षको दिदी होला सायद त्यस्तै अनि यहाँनिर देख्न सक्नुहुन्छ मेरो मामा घर चाहिँ यही हो अनि मामा घर नयाँ घर ठ्याक्कै आएर पनि त्यो माथिबाट घुमेर आइहाल्यो अनि यहाँ सुन्तलाहरू फलिरहेको छन् हजुरआमाको बाख्रा त्यहाँ रहेछ घाम ताप्नु भएको हजुर ए मम हुनुहुन्छ ओहो ल मामा घरको आँगन अनि ममको बाख्रा ओ मम के गर्नु थाल्नुभयो ममको बाख्रा एउटा रहेछ आरामै हुनुहुन्छ आराम छ ए चिन्नुभयो मलाई हँ मलाई चिन्नुभयो खै चिन्नु जस्तो नचिने जस्तो चिनेर भन्नु मम चिनेर भन्नु हँ चिन्नुभयो चिनाउ त नि चिन्नुहुन्छ ओहो ममले चिन्नु भएछ मैले सोचिरहेको थिएँ ममले बिर्सिनु भयो होला म भनेर के त दिन धोची म त रेडी खाब के ए तपाईँ घाम ताप्दै हुनुहुन्थ्यो हँ घाम ताप्दै हुनुहुन्थ्यो अँ ए ल ल ल ल ल आउनुहोस् मम तपाईँ खोइ त कसरी राखेर मात्रै जानु इतना खुसी सो गाइस मम चाहिँ भित्र हुनुहुन्छ अनि अहिले चाहिँ म आएर बाहिर आएको छु होइन भित्र त्यो आगो फुकेर अलिकति आँखा कस्तो पिरो भइरहेको छ क्या अनि त्यही भएर चाहिँ म यहाँ बाहिर आएको छौँ अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ ममको बाख्रा साथी रहेनछ बिचरा ममको बाख्रा चाहिँ एकदम राम्रोसँग पाल्नुहुन्छ ममले होइन ममको बाख्राले चाहिँ ओहो यो त सिङ झर्न आएर छ यहाँ देख्न सक्नुहुन्छ है यसरी सायद यो जुरेरै होला यो यिनीहरू यस्तो मूर्ख छ कि पहिला मम बिरामी हुँदाखेरि ममलाई काठमाडौँ लानुभयो अनि ममको बाख्राहरू चाहिँ हाम्रोमा ल्याएको थियो कि करिब मेरो घरदेखि चाहिँ ममको हाम्रो हजुरआमाको घर र हजुरआमाको घरदेखि मेरो घर चाहिँ 1-1.5 घन्टाको फरक पर्छ अनि हामी चाहिँ हिँडेरै आउँछौँ अनि हिँडेरै जान्छौँ होइन त्यति खासै पनि होइन हाम्रो चाहिँ यता हाम्रो चाहिँ घरबाट चाहिँ डाँडापारी भयो अनि यहाँबाट डाँडापारी भयो क्या त्यस्तो भएको हुन्छ अनि यो चाहिँ उहाँ चाहिँ मेरो आफ्नै हजुरआमा हो मेरो हजुरआमा मामा घरको जस मेरो आफ्नै हजुरआमा भन्नुपर्दाखेरि उहाँ चाहिँ अहिले एक्लै बस्नुहुन्छ होइन अनि हाम्रोमा जाम भन्दा पनि मान्नुहुन्न क्या हजुरआमा चाहिँ एकदम अलिकति नरमाइलो लाग्छ माइजू बिरामी हुनुहुन्छ माइजू नत्र आउनुहुन्थ्यो होला अहिले सङ्गातीमा चाहिँ कोही हुनुहुन्न अनि माइजू चाहिँ बिरामी हुनुहुन्छ के भन्दा मेरो माइजूको चाहिँ यस्तो ढाँडको मेरुदण्डमा प्रब्लम आएको छ त्यही कारणले गर्दाखेरि चाहिँ उहाँ काठमाडौँमै हुनुहुन्छ त्यही भएर चाहिँ गर्दा यहाँ आज कोही हुनुहुन्न तर यहाँको छिमेकी आनीहरू हुनुहुन्छ है उहाँहरूले हेर्नुहुन्छ ममलाई त्यही भन्छु अनि ममले चाहिँ लगभग 90 क्रस गरिसक्नु भएको छ है यस्तो छ वरिपरि यो चाहिँ मामाको नयाँ घर अनि यो पनि मामाको जस्ट दुइटैको भन्नु म समग्रमा अनि यो चाहिँ ममको गोठ है ममको घाँस काटेर राख्नु भएको छ कसले काटिदिनु भयो उहाँको बाख्रा चाहिँ एकदम राम्रो छ अहिले चाहिँ म भित्र छु ममको घरभित्र अनि एकदम जाडो पनि छ बाहिरतिर चाहिँ है अहिले चिसो छ हावा चलिरहेको छ अहिले चाहिँ अघिनको भन्दा चाहिँ अनि अहिले चाहिँ म यहाँ ममको खाटमा बसिरहेको छौँ अनि हाम्रो हजुरआमा यता हुनुहुन्छ अनि यहाँनिर चाहिँ हजुरआमाको नातिनीले मासु पकाउनु लाग्नु भएको छ हजुरआमाको लागि खसीको मासु होइन सानो ममलाई फेरि मम रिसाउनुहुन्छ क्या जिस्कायो भने जिस्काउनु त खोजे होइन खासमा ममसँग एकछिन कुरा गरौँ न आमाले धेरै छ मम आमाले धेरै सम्झिनु भएको छ अरे तपाईँलाई भोलि पर्सि आउँछ भन्नुभएको छ आमा आज चाहिँ फुर्सद हुनु भएन उहाँ चाहिँ ए मम्मीले तपाईँलाई धेरै धेरै सम्झिनु भएको छ अरे आज चाहिँ कारणवश उहाँ आउनु सक्नु भएन रे भोलि पर्सि आउनुहुन्छ भन्नुभएको छ अन्त तिमीले टुट झिमझोरी जब अरे टुटु सुकासी लग गर्नु होइ तातो कपडा लगाउनु जाडो छ बाहिर खाङमा मलाई बाहिर गेर मलाई वन अझ तिनी भन्दा ए स्वेटर मलाई झ्याप पकवानजी अनि यसो राङ्ला चाप सोजी बेला सोलजी
शरीरमा आयो भन्दाखेरि त आफ्नो फोन छैन पो बोलाउनु जाउँ हाम्रोमा जाने भयो आनी पनि बिरामी हुनुहुन्छ पछि आनी आउँदाखेरि आउनुहुन्छ खाइ अनि उनी चुरी खाइसी अँ, पाप सेन्ने जो है अँ। मार टोयलेट सुतै नि बेरे हाम्रो स्थिति मला गन्जा खराङ त यौँगा दाने पहिला दान उनी भन्दा ठीक ठिक त त जी जी पहिला भन्दा चाहिँ ठिक त जी ठिक त छैन रेबरी ठाङराङ पहिला रङ बराबरी अब बिस्तार कागर कुकुर टोयलेट निमै राख्नु यसो रेस नि तो जबरजस्ती गाह्रो अँ, खाना जानु सक्ता हो तिलदासे अब राणा दिन्दा खाएको भरौँ दाजी तिले अरे केर्सिएला मम केर्सिएला इंगत लरी सिला सेब सोल्डा बेलरी सेब जोल्डा टुटे कान प्लेट नाल कान मोला आए यहाँ के कान्नी चुदे दसे दे बेलर ताल बिम माले ब्रागम यहाँ पुइस गोर्ला माले मम अहा यहाँ पुइ गोर्ला आई सेब जे बिउले यहाँ पुइ गोर्ला ना पैसे अनि आज अनि हो अहा ए गाडी जाला मम ब्रासी अनि गाडी खाना हान्छम गाडी ममलाई अनि गाडी त पहिल्यैदेखि ममलाई गाडी आज बाइक बिटको मम अहा किनबारी केर्सिएला अहा आनी दोगासी चुल नाइ फेपाला जो चाहिँ तुरिन सिला अब यो र आउले अहा मम जा हे गाइस अहिले चाहिँ म जाँदैछु घरतिर अनि यस्तै यस्तै ब्लगहरू हेर्नको लागि चाहिँ लाइक सेयर सब्सक्राइब र यो ब्लग कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला है त कमेन्ट थ्याङ्क्स फर वाचिङ दिस ब्लग